पक्का बर्खा लागे चाहिँ साथीभाइ यहाँ हेर्नुहोस् चाहिँ पानी चाहिँ यस्तो डलाउँदो आइरहेछ कि आज र पनि साइड सिनमा चाहिँ जाने नै जाने अरे गेट चाहिँ एउटा गाडी त निक्ल्यो पनि अब आएको निक्लिन आँटेको छ सबैजना निक्लिनु माइत छ आज चाहिँ लाभा जानुपर्छ ज्यादा पोइन्ट पनि छैन आज लाभा पुगेर देखाउनेछु तपाईँहरूलाई साथीभाइ हाम्रो भ्याट्रेन उता फर्केर बसिरहेको छ ऊ पनि रेडी छ अब मान्छे निकाल्नुको लागि अब आएछ मेरो त एउटा त हेड छ आएछ हेड आइरहेछ ऊ आउँछ त्योहरू मरेकोहरू यस्तो छ हिँडेर देख्नु होला निक्ल्यो गाडी विवेक निक्ल्यो के गर्नु बर्खा हो रेनी सिजन अब यतिकै हो 24 घन्टा टुरिस्ट खुसी छ तिमीसँग टुरिस्ट त अब खुसी छ चोरहरू बरसात रोक दिजे भैया भने छैन अहिले आएको बारिस त पानी बिहानभरि चाहिँ राम्रो दिन छैन सुतिरहेको यिनीहरू अब बिहानको खै त सक्थ्यो छैन अब हिजो चाहिँ फेरि बिहान पानी आयो दिउँसो लगे आज बिहान राम्रो त बिहान हिँड्नुपर्छ नि त अन्त सुतिरहन्छ नानीहरू हो अन्त अहिले अब यो झरी हेर त पानी कत्रो छ उल्टा अब उल्टा यिनीहरूलाई यस्तोमा चाहिँ मान्छे सिधै लाभा पुऱ्यायो फर्के गाडीमा चढ्नु मात्रै हो इस हेर्नुहोस् यस्तो झरीमा पनि हामी चाहिँ लाग्यौँ हम लोग जा रहे हैं अभी लाभा ठीक है लाभा जा रहे हैं देख्नु हुँदैछ होला होइन लाभाको तर्फ लाग्यौँ हामी मौसम यस्तो छ पानी कम्ती हुने कुरा छैन अहिले चाहिँ म 17 माइल पुगिसकेछ भाइ है अब यसको बादमा भेट्ने छ अलगढा त्यहाँतिर छ अलगढाको देखाउने छ तपाईँहरूलाई अलिकति नजारा है र साथीभाइ फेरि म पुगेँ अहिले टक्कै अलगढा देखाइरहेछु तपाईँहरूलाई है हेर्नुहोस् अलगढा बजार चाहिँ यही हो यहाँबाट दुईवटा बाटो छ एउटा यो माथिल्लोपट्टिबाट छ एउटा यो तल्लोपट्टिबाट छ हो म चाहिँ जाँदैछु यो तल्लोपट्टिबाट यो अलगढा बजार हो देख्नुहुँदैछ होला होइन ए अलगढा बजार चाहिँ यही हो यही राख्नुहोस् है दोकानहरू देख्नुहुँदैछ होला है पानी आइरहेको छ अलगढा बजारको नजारा र साथीभाइ अहिले चाहिँ हेर्नुहोस् लाभाको खास मेन रोड यहाँदेखि चाहिँ पानी पनि अलिकति कम्ती देखिँदैछ अब चाहिँ निकै लाभाको नजिकै आयो त्यहाँ माथि बोर्ड पनि देख्नुहुँदैछ देख्नुभयो भोगे पनि सुरु भयो हाम्रो एडभेन्चर एउटा लाग्यो अगाडि हुँदैछ होला राजेन भ्याट्रेन हो यो चाहिँ जग्गा जग्गा त फोगी लाइट बाल जस्तो भइगयो नि हेर्नुहोस् अँध्यारो छ टाढो त देखेको पनि छैन यो चाहिँ
फरेस्ट पनि देख्दैछ। यहाँ हेर्नुहोस् न पानी मजाले वाटरफल्स धेरै छ। यही चाहिँ अलिकति पहिरो आएर चाहिँ सफा गर्दै रहेछ। चाहिँ लाभा आइपुगेँ साथीभाइ, कस्तो रहेछ अलिकति देखाइदिउँ ल तपाईँहरूलाई पनि है। यो चाहिँ है मेन लाभाको घुम्ने जग्गा देख्नुभयो होला। मेरो गेस्टहरू चढ्नु थाल्यो, उकालो लाग्नु थाल्यो हो। लाभा हाम्रो गाडीहरू यहाँ छ। यो तल्लोपट्टि यो पनि हो हाम्रै ग्रुपको केटाहरू त। अन्त गोल्ड मेडल पाउँछ भने जतिकै कुद्छ त कताको भेटरेन कत्रो कुदेको। गोल्ड मेडल पायो कत्रो कुदेको हेर यी। बल्ल त कुद्नु पाएको अब छैन, सुतेकै। अन्त के गर्नु, पानीले यस्तो छ के गर्नु। अब लाभा आइपुग्यो नि हामी। अब यस्तो दोकान त एउटा छैन हेर न अफ सिजन। ए हो त रहेछ त, एउटा दोकान पनि छैन रहेछ त है। ए यही हो आई लभ लाभा। आई लभ लाभा हेर्नुहोस्, आई लभ लाभा। देख्नुभयो होला होइन। आई लभ लाभा चाहिँ यही साथीभाइ। अब हेर्नुहोस् यो माथि, यो माथि चाहिँ म गइनँ, जाँदिनँ हो। ल साथीभाइ आजको लागि यति नै है। पानी पनि आइरहेको छ, चिसो चिसो पनि छ, ज्याकेट लगाइरहेको छु साथीभाइ। र मेरो रोशन मुखियाको च्यानललाई मन पर्यो भने सब्सक्राइब सेयर गरिदिनुहोस् है, लाइक गरिदिनुहोस्।